मलाई एक थोक के भन्न मन लाग्यो भने हामीलाई भगवान्ले जति दिनुभएको छ नि त्यति मात्रै पाइँदो रहेछ क्या। त्योभन्दा धेरै बटुल्न चाहिँ खोज्नु हुँदो रहेछ पनि, भेटिँदो पनि रहेनछ क्या धेरै चाहिँ। भगवान्ले जति दिनुहुन्छ थोरै दिए पनि त्यसमा चित्त बुझाउनु पर्ने रहेछ क्या। अहिले आएर मलाई त्यो कुरा लाग्यो, किनकि हाम्रो हजुरबा यत्रो सारा संसार सृष्टि जोड्नु भएको थियो होइन। 2040 सालमा आएर घिउ भैँसी बेचेर दुध बेचेर यत्रो सृष्टि जोड्नु भएको थियो, किन्नु भएको थियो। जानुपर्ने त माथि नै रहेछ नि त होइन। यत्रो जोडेर पनि छोरा नाति पढाउनु भयो, हुर्काउनु भयो होइन। जानुपर्ने त माथि नै रहेछ नि त। हेर त के थाहा भोलि सुतेकै ठाउँमा उठिँदो रहेनछ। दुनियाँ त अचम्मको रहेछ नि त। त्यही भएर कसैको रिस राग नगरौँ, डाहा नगरौँ, अगाडि बढौँ मिलेर। के थाहा भोलि सुतेकै ठाउँमा उठिँदैन कि होइन। गरौँ, जति सकिन्छ मेहनत गरौँ, मिठो खाउँ, मिठो बनाउँ, हाँसौँ, खेलौँ, अरूको रिस नगरौँ, डाहा नगरौँ। गरौँ, अरूले पनि मेहनत गरेरै अगाडि बढे हुन्छन्। भगवान्ले पनि त्यत्तिकै बोटुकामा ल्याएर अगाडि दिनुहुन्न नि त होइन। त्यही भएर मिलौँ, गरौँ, सबैले मेहनत गरौँ होइन। मेहनत गरेरै अगाडि बढौँ है। जाने त माथि नै छ, सबैको ढिलो चाँडो मात्रै हो है। यति हो है, यो चाहिँ मेरो सर्ट भिडियो होइन। यति होला।